तो वाट्स गाइज आज हामी आइपुग्यो सम वर्ल्ड कपको प्रिडिक्सनको लागि सो वर्ल्ड कप आइसकेको छ त प्रिडिक्सन दिनै पऱ्यो होइन सो हेरौँ अब पछि आएर अब यसो 2 महिनापछि आएर हेरौँ वर्ल्ड कप कति प्रिडिक्सन कतिको राम्रो आउँछ भनेर होइन सो लेयर वी गो त वर्ल्ड कप प्रिडिक्सन आज हुन्छ होइन म ब्याक चुज गरेको छु सो 48 टिम हुन्छ होइन हरेक ग्रुपलाई डिभाइड गरिएको हुन्छ त्यसको टप 2 चाहिँ सिधै जान्छ बाँकी रहेको एउटाको चाहिँ अर्को टप 8मा जान्छ अनि टप 8बाट मतलब टप कतिवटा टिमहरूमा टप 8 पिक हुन्छ त्यसबाट तिनीहरू जान्छन् अर्कोमा सो हियर वी गो त्यो फर्स्टमा छ मेक्सिको साउथ कोरिया अनि चेक रिपब्लिक अनि साउथ अफ्रिका सिधै कुरा जनतासँग जस्तै गरे जसरी होइन म सिधै भन्न चाहन्छु यहाँ जाने टिम भनेको दुईवटा मात्रै हो मेक्सिको साउथ कोरिया किनकि चेज रिपब्लिक ना साउथ अफ्रिका ना तिनीहरू सक्दैन कि मेक्सिको होम ग्राउन्ड भइहाल्यो साउथ कोरिया त अब पहिलेदेखिको एसियाको राम्रो टिम भइहाल्यो त्यो पछि अब भनेको साउथ अफ्रिकालाई जान्छ जस्तो लाग्छ थर्ड पोजिसनमा र साउथ अफ्रिका थर्ड पोजिसन जान्छ सो पछि हाम्रो हुन्छ स्विजरल्यान्ड कतार अनि क्यानाडा अनि बोस्निया अब होम कन्ट्री क्यानाडा मजाले जान्छ स्विजरल्यान्ड मलाई स्विजरल्यान्ड बढी लाग्छ अलि हुन्छ नि युरोपियन टिम अलिक चान्स छ बढी लाग्छ कतार जस्तो होम ग्राउन्ड पहिला चाहिँ होम ग्राउन्डबाट अलि राम्रो खेलेको तर होम ग्राउन्ड छैन राम्रो खेल्दैन बोस्निया कति गरेर पुगेको इटालीले जितेर होइन मलाई लाग्छ यिनीहरूको यसोमा आइदिएको जस्तै टिम हो कि अर्कै गर्न सक्दैन जस्तो लाग्छ मलाई सो म तिनीहरूलाई यत्तिकै राख्छु क्यानाडा स्विजरल्यान्ड कतार अनि बोस्निया त्यसपछि हाम्रो अर्को हुन्छ ब्राजिल मोरक्को स्कटल्यान्ड हात्ती यो चाहिँ अलिक स्पाइसी हुन्छ नि स्पाइसी भरेको मतलब ग्रुप छ क्या यसमा म जे त्यही राख्छु होइन जस्तो त्यस्तै ग्रुप ब्राजिल मोरक्को स्कटल्यान्ड अनि हात्ती हात्ती हो कि हात्ती मलाई थाहा भएन यति नै राख्छु होइन आई थिङ्क ब्राजिल जान्छ मोरक्को जान्छ स्कटल्यान्ड दे हेभ चान्स सो अर्को छ हाम्रो ग्रुप डी जसमा छ हाम्रो युएसए अस्ट्रेलिया टर्की अनि प्याराग्वे मैले भनिसकेँ युएसए भनेको होम ग्राउन्ड कन्ट्रिज तिनीहरूलाई एडभान्टेज ठुलो एडभान्टेज छ त्यसपछि अस्ट्रेलिया सेकेन्डमा टर्की अगाडि जान्छ किनकि टर्की आर द बेस्ट टिम राइट नाउ फ्रम एसिया आई थिङ्क एसिया पर्छ युरोप पर्छ तर बेस्ट टिम हो कि तिनीहरू खतरा खाल्छ अनि आर्डेगुलर है साउट आउट आर्डेगुलर त्यसपछि हाम्रो चाहिँ ग्रुप ईमा जर्मनी इक्वेडर एभ्रिकोस्ट अनि कुरासाओ यति बोल्दै फेरि खतरा टिम त होइन फेरि जर्मनी इक्वेटर जान्छ होइन मलाई लाग्छ तर इभोकोस्ट अलिक मलाई थोरै हुन्छ नि त्यहाँ राम्रो लाग्छ कि यो इभोकोस्ट किनकि यिनीहरूले फ्रेन्डलिसमा फ्रान्सले जितेको क्या बुझ्यो डिक्टेटरले जितेको डिक्टेटर एम्बापेको टिमले जितेको यसले जर्मनी र फ्रान्स गयो इक्वेटर थर्डमा जान्छ त्यो पछि हाम्रो आउँछ ग्रुप एफ हो एफ नेदरल्यान्ड जापान तुनिसिया स्विडेन यसमा नेदरल्यान्ड मजाले जान्छ पहिलाकोचोटि कति क्वार्टर फाइनल्समा गयो जापान अहिलेको एसियाको बेस्ट टिम है ल अहिले सरी भयो अहिले भनिदिन्छु एसियाको बेस्ट टिम त्यसपछि स्विडेन स्विडेन चाहिँ मलाई लाग्छ राम्रो राम्रो प्लेयरहरूसँग जान सक्छ थर्ड प्लेसमा छ तिनीहरू बेल्जियम इरान इजिप्ट न्युजिल्यान्ड बेल्जियम मजाले जान्छ अनि जान्छ हाम्रो मोहम्मद सलाह इजिप्सियन किङ है ल त्यसपछि आउँछ हाम्रो ग्रुप एच स्पेन उरुग्वे साउदी अरेबिया क्याबर्ड टिम भनेको स्पेन भएपछि स्पेन त मतलब च्याम्पियन बन्ने टाइटल कन्डिसनमै हो नि त होइन वर्ल्ड कपको अनि उरुग्वे वान अफ द बेस्ट टिम भइहाल्यो अर्को को जान्छ साउथ अफ्रिका के अरे साउदी अरेबिया जान्छ जस्तो लाग्छ मलाई अर्को आउँछ ग्रुप ए अब ताते लाग्यो फ्रान्स सेनेगल नर्वे इराक मलाई यो ग्रुप टफ लाग्छ कि मतलब किनभने फ्रान्स कडा सेनेगलमा त बेस्ट टिम थियो नि त अब अफ्रिका त बेस्ट टिम मोरक्कोले जे भने गरे पनि होइन नर्वे पागल हालेन फर्ममा छ सब फर्ममा छ उडिगाने जितेको टाइटल होइन आई थिङ्क केही हुन्छ फरक हुन्छ जस्तो लाग्छ तर आई थिङ्क यस्तै हो यही हुन्छ होइन यही हो फ्रान्स सेनेगल नर्वे हुन्छ त्यसपछि हाम्रो आउँछ ओ मेस्सी मेस्सी त मेस्सी अस्ट्रेलिया अल्जेरिया जोर्डन अर्जेन्टिना एकदमै सजिलो ग्रुप गएर एकछिन मजा टप्नुपर्छ त्यति हो होइन अल्जेरियालाई मैले माथि राखिदिन्छु त्यति हो होइन अरू त्यो पछि आउँछ क्रिस्टियानोको द गोड ल गोडको हुन्छ होइन क्रिस्टियानो तर मलाई लाग्छ पोर्चुगलको 2-3 म्याच हेर्दा मलाई यस्तो लागिरहेको छ कि त्यस्तो अहिलेसम्म कम्बिनेसन फर्ममा आएन होइन त्यसको लागि म यिनीहरूलाई यसो 1 पोइन्ट पछाडि राख्छु अनि उबिस्कालाई हामीले माथि राख्छौँ के अरे त्यति माथि नै होइन फेरि पोर्चुगल त पुरै जाला फेरि मार्ला पोर्चुगल रोनाल्डो फेरि ल त्योपछि आउँछ हाम्रो इङ्ल्यान्ड क्रोएसिया गाला एन्ड पाल्म आई थिङ्क इट्स बेस्ट होइन इङ्ल्यान्ड टपै हुन्छ क्रोएसिया आर द बेस्ट क्वालिटीको डिफ्रेन्स धेरै छ गाना र प्यानामासँग अब हाम्रो चुज गर्ने पालो आउँछ होइन यसमा हुन्छ म चुज गर्छु भनेको इरानलाई चुज गर्न मिलेन किनकि इरानै चुज गर्नु पऱ्यो अरू टिमलाई मलाई लाग्दैन खतरा अनि इरान नर्वे स्कटल्यान्ड स्विडेन उज्बेकिस्तान इक्वेडर अनि कतार अब कुनहरूको टिम छ साउदी अरेबिया ल नेक्स्ट
यसरी हामी आएको छौँ यो स्टेजमा। अब हामी जान्छौँ अर्को स्टेजमा, नकआउट स्टेजमा जान्छौँ हामी होइन। सो लेट्स गेट इन्टु इट। त्यो नकआउट स्टेजमा आइसकेको छौँ होइन। जर्मनी भर्सेस कतार। ओके बोल्नुपर्छ पर्दैन, जर्मनी चौकान्छ। तर जर्मनी ग्रुप स्टेजबाट गएको छ पहिलाको 2-3 वर्ष त्यही भएर त्यति ओभर कन्फिडेन्स राम्रो त होइन तर ठिकै छ। त्यो पछि हाम्रो हुन्छ फ्रान्स र स्कटल्यान्ड। आई थिङ्क फ्रान्सिस क्वालिटी इज टु मच छैन, टु मच बेबी टु मच। त्यो पछि साउथ कोरिया भर्सेस स्विजरल्यान्ड। मलाई लाग्छ साउथ कोरिया इज गोइङ होइन जस्तो जान्छ। त्यो पछि आउँछ नेदरल्यान्ड भर्सेस मोरेक्को। तात्तिन लाग्यो केटा, तर भर्जिल भ्यान्डाइकको फ्यान हो म होइन त। सो नेदरल्यान्ड जान्छ। गड फिलिङै फेरि म यस्तो एनालाइसिस केही गरेको होइन। पोर्चुगल भर्सेस क्रोएसिया गोट जान्छ अगाडि होइन। क्रिस्टियानो त ग्रुपको टिम जान्छ। स्पेन स्पेन जान्छ ढुक्क अल्जेरिया जस्तो टिमहरूलाई जस्तो। अब युनाइटेड स्टेट भर्सेस स्विडेन यो चाहिँ टफ छ। होम ग्राउन्ड भएर युएसएलाई मैले दिएँ क्या मैले युएसए। बेल्जियम भर्सेस साउदी अरेबिया मजाले बेल्जियम जान्छ यस्तो साउदी अरेबिया दुतिहरू ल। उफ जापान कडा टिम कडा तातो तर जापान जान्दैन। ब्राजिल जान्छ। इभरी कोस्ट भर्सेस सेनेगल इजी। सेनेगल फेरि हार्दै ल्याएर त्यस्तो मेक्सिको भर्सेस नर्वे यो टफ छ यार। किनकि नर्वेको यस्तो मैले रिपोर्ट हेर्थेँ कि प्लेयर खेल्नै सकेन अरे कि यस्तो हिटले गर्दा कि होइन। तर आई गिभ नर्वे त चान्स होइन किनकि तिनीहरूको आई थिङ्क दे क्यान डु इट। इङ्ल्यान्ड मजाले आरामले चिल पारामा जान्छ होइन। त्यसपछि हाम्रो हुन्छ अर्जेन्टिना 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 उरुग्वे बवाल म्याच हुन्छ जे पनि हुनसक्छ फेरि। मैले अर्जेन्टिना फेभरेट त भन्दिनँ अझै पनि वर्ल्ड कपको लागि होइन। वर्ल्ड कपमा कस्तो फर्म पिक गर्छ भन्ने भर पर्छ क्या। सो आई प्रिफर अर्जेन्टिना दिस फर होइन। टर्की भर्सेस इजिप्ट क्वालिटीको डिफ्रेन्स बढी छ, डेन्जर बढी छ। टर्की आर गोइङ अहेड। क्यानाडा भर्सेस इरान आई थिङ्क क्यानाडा होम कन्ट्री। म त होम कन्ट्री भएपछि धेरै फाइदा हुन्छ क्या। अब कोलम्बिया भर्सेस इक्वेडर आइएम गोइङ पिङ कोलम्बिया। सो अब फर्स्टमा हामी जाऊँ अब जर्मनी भर्सेस फ्रान्स। ओ दिस इज स्पाइसी यस स्पाइसी यस चिल्ली पेपर है फेरि। सो म फ्रान्सलाई दिन्छु धेरै जस्तो चाहिँ किन साउथ कोरिया भर्सेस यो नेदरल्यान्ड हो। यो साउथ भर्सेस नेदरल्यान्ड होइन। पोर्चुगल भर्सेस स्पेन खेलिने पोर्चुगल स्पेन पोर्चुगल ल मैले दिएँ हजुरबालाई। क्रिस्टियानो त गोल्डलाई ल दिएँ ल। युनाइटेड भर्सेस बेल्जियम ओ कडा तात्यो बेल्जियम जान्छ। क्वालिटीको डिफ्रेन्स थोरै फरक छ क्या त्यहाँ। त्यसपछि हाम्रो हुन्छ ब्राजिल र सेनेगल। अफ्रिकाको बिच टिम ब्राजिल कडा छ तर मलाई अझै लाग्छ कि ब्राजिलले के गर्न सक्छ। कमन ब्राजिल कमन नेमार। नर्वे भर्सेस इङ्ल्यान्ड ओ हाल्यान्ड तात्तिने उमेर तात्तिन्छ तर इङ्ल्यान्ड गोज अवे होइन। यो गेममा अप्सन हुनसक्छ मलाई लाग्छ कि अर्जेन्टिना भर्सेस तुर्की होइन। तर म अझै पनि अर्जेन्टिना साथ अब्बड दिइरहेको छु होइन। क्यानाडा भर्सेस कोलम्बिया अझै मलाई लाग्छ कोलम्बिया फार अहेड अफ क्वालिटी र हुन्छ नि त्यो साउथ युरोपियन अमेरिकन क्लच फ्याक्टर हुन्छ नि त्यसले तिनीहरूलाई अगाडि जाँदा लान्छ। अर्जेन्टिना भर्सेस कोलम्बिया आई थिङ्क दिस इज इट। यो म्याच हुनेवाला छ होइन। मलाई लाग्छ कोलम्बिया गोइङ है जे भन्ने भन्नु होइन। आइएम सरी मेसी फ्यान्स होइन। कोलम्बिया गोइङ है। त्यो पछि आउँछ ब्राजिल अनि इङ्ल्यान्ड। मैले थुकाएको थुरी लिएँ त्यसरी म ब्राजिल। सो वी आर गोइङ नेक्स्ट टु पोर्चुगल भर्सेस बेल्जियम। आई थिङ्क दे आर क्वालिटीको लागि डिफ्रेन्स एउटै छ तर मतलब होल्ड गर्दा क्रिस्टियानो छ त्यहाँ होइन। क्रिस्टियानोको लागि लगिरहेको छ त्यहाँ। आई थिङ्क त्यति बेलासँग अलिक फर्म पिक गऱ्यो भने क्रिस्टियानो जान सक्छ कि। सो आइएम गोइङ पोर्चुगल फर दिस वान होइन। फ्रान्स भर्सेस नेदरल्यान्ड ओ पहिलाकोचोटि अर्जेन्टिना भर्सेस नेदरल्यान्ड भएको थियो कडा म्याच थियो। यसपालि फ्रान्स भर्सेस नेदरल्यान्ड तर आई थिङ्क फ्रान्सले हान्छ होला किनकि टिम अति पावरफुल छ कि। कडा वे सेमी फाइनलसम्म कोलम्बिया पुगिसकेको छ। मलाई थाहा नभएको मैले त आफ्नै पारा भनेको राखेको पऱ्यो के सोचेर बनाएको। फ्रान्स भर्सेस पोर्चुगल फ्रान्स आई थिङ्क फ्रान्स ब्राजिल अब जाने भनेको एउटा बाप्पे नो भाइस बाप्पे जान्छ ओन्ली नेमार सितो कम अन ब्राजिल। सो हियर वी गो ब्राजिल हार्द
वर्ल्ड कप च्याम्पियन्स मेरो हिसाबले फेरि यो मेरो प्रिडिक्सन सी यू लेटर बाई बाई